हेलो गाइज नमस्ते एन्ड वेलकम टु माई अनदर ब्लग गाइज। सो आज हामी चाहिँ उपस्थित भइसकेका छौँ हाम्रो खुरेयाकमा। हामीसँग चाहिँ सबै साथीहरू चाहिँ हुनुहुन्छ सदाको दिन जस्तै। एकजना साथी चाहिँ हाम्रो आज अलि उसको विशेष प्लान अनुसार गएको छ अन्तै। सो इन दिस भिडियो सो गाइज आई एम गोना सेयर विथ यु भेरी युनिक एन्ड डिफ्रेन्ट टाइप अफ भेरी ब्युटिफुल रोजहरू चाहिँ सेयर गर्न गइरहेको छु। So guys, I think when we refresh our electronic device like mobile, laptop, computer, so it works very good or properly. So this video is going to make you refresh because of you can see एकदमै very different type को के छ त भन्दाखेरि flower छ. When we see the like this flower, so we will get surprise and we will so enjoy with it. So guys, so you can see एकदमै राम्रो छ। रोजहरू छ 90%। यसमा पनि फेरि you can see like red rose and yellow and white and also purple, like many type of colors you can see. So guys, so यो क्यामेरा चाहिँ मैले यता विशेष गरी आज यो I want to focus with the whole garden. So हजुरहरूले चाहिँ पक्कै पनि यसबाट इन्जोय गर्नुहुनेछ भन्ने मैले चाहिँ अपेक्षा गरेको छु। सो गाइस, यो क्यामेरालाई चाहिँ म पुरै फ्रन्ट क्यामेरालाई अब यतापट्टि गरेर हजुरहरूलाई चाहिँ विशेष गरी यो रोजहरू सेयर गर्छु गाइस। सो कस्तो लागिरहेको छ। सो आई होप गाइस यु विल इन्जोय विथ दिस भिडियो। आई थिंक दिस भिडियो इज भेरी स्पेशल फ्रम अनदर भिडियो बिकज अफ द भेरी ब्युटिफुल फ्लावर चाहिँ यसको कारणले गर्दाखेरि हामीलाई एकदमै मनमोहक मलाई त्यस्तो लागिरहेको छ, बनाइरहेको छ। सो आई होप गाइस यु अल्सो भेरी मच इन्जोय विथ दिस भिडियो। ओके, ला यता चाहिँ ला हेर्नु, यो चाहिँ अझै फरक खालको छ यो रोज भन्दाखेरि। अनि त्यसपछि चाहिँ नि यतापट्टिको चाहिँ छ हाम्रो यतापट्टि छ व्हाइट कलरको। ला हेर्नुहोस्, यो चाहिँ व्हाइट कलर अनि त्यही माथि गएपछि फेरि यो डिफ्रेन्ट कलर। यस्तो तरिकाको चाहिँ हाम्रो रोजै रोज छ गाइस। सो ला हेर्नुहोस्, यतापट्टि चाहिँ छ यो व्हाइट कलरको भन्दाखेरि उतापट्टि छ रेड कलर। सो यस्तो गरेर चाहिँ यु क्यान सी द मेन टाइप अफ रोज हियर। सो गाइस, सो अलि अझै अगाडिपट्टि ला हेर्नुहोस्, यता चाहिँ अझै सानो खालको रोज छ भन्दाखेरि अझै माथिपट्टि गइसकेपछि चाहिँ अझै फरक खालको चाहिँ यहाँ के छ त भन्दाखेरि रोज छ। ला हेर्नुहोस्, यो चाहिँ अझै स्पेसल रहेछ गाइस। यो यहाँ भएको रोजहरू यस्तै गरेर यो पुरै एरिया चाहिँ अब के छ त भन्दा रोजले ढकमक्क बनाइएको छ यो पार्कलाई। सो यसले गर्दाखेरि पनि आज चाहिँ केही विशेष। सो आई फिल द्याट गाइस। सो आई होप यु विल इन्जोय विथ दिस भिडियो। सो उतापट्टि चाहिँ एकदम हार्ट बनाइएको छ यो फलामको एङ्गलमा। अनि त्यसमा चाहिँ यो रोजले चाहिँ पुरै कम्प्लिट गरेर ढाक्नेवाला छ यो। ल हेर्नुहोस्, यसलाई चाहिँ ढाक्दैछ अब लगभग अर्को वर्षसम्म यो चाहिँ यसले पुरै फुल आकार लिँदाखेरि यसले पक्कै पनि ढाक्छ। ल हेर्नु, यो चाहिँ यस्तो यहाँ चाहिँ हिँड्नको लागि यो रोजको अनि यो गार्डनको मजा लिनको लागि यस्तो तरिकाले चाहिँ यता हिँड्ने फुटपाथ दायाँ बायाँ रोजहरू रोपेको यस्तो तरिकाको चाहिँ ल छ। हेर्नु त, हेर्नु यहाँ मान्छे सबै आज चाहिँ विशेष गरी चाहिँ यहाँ मान्छेहरू यो गार्डनमा सटरडे सन्डे भएको कारणले पनि र आज चाहिँ यो सबैको यो प्लानिङ के छ त भन्दा रोज हेर्ने प्लानिङ छ। ल हेर्नुहोस्, यो यतापट्टि चाहिँ रोड छ, त्यसको यता भित्री भागमा चाहिँ यस्तो खालको रोजहरू छ, यानि कि गार्डन छ। ल हेर्नुहोस्, यता चाहिँ यो ढुङ्गा बिछाइएको छ, बिचबिचमा घाँसले चाहिँ यसलाई सेफ्टी गरेको छ ढुङ्गालाई, यहाँ सिमेन्टेड गरिएको छैन। यो बिचमा भएको ग्रिन घाँसले पनि यसलाई अझै राम्रो गराउने भयो। ल हेर्नुहोस्, यतापट्टि पनि त्यसरी नै अत्यन्तै राम्रो रोजहरू पुरै होल एरिया चाहिँ रोजको छ है। ल सो के साथीहरू, एकदमै विशेष छ आज। मौसम पनि एकदम शीतल खालको, न गर्मी न चिसो, त्यस्तो खालको छ भनेदेखि यो ठाउँलाई अझै विशेष। आज चाहिँ यो अब करिब 1 हप्ता 10 दिनसम्म यो विशेष रहला यो फुलहरू। यसले गर्दाखेरि पनि यहाँ आउने भिजिटरहरू एकदमै धेरै मात्रामा हुनुहुन्छ। यु क्यान सी
देयर त्यता चाहिँ एकदमै विशेष चाहिँ के छ त भन्दाखेरि बाक्लो फुलहरू छ अनि यता पछाडिपट्टि पनि छ भनेदेखि उतापट्टि चाहिँ अझै पछाडि तलपट्टि चाहिँ लेक भनेको ताल छ है होसु छ जसले गर्दाखेरि एकदमै शीतल शीतल त्यताको पानी चिसो पानीको कारणले पनि यो ठाउँ अझै चिसो भइरहेको छ यानि कि शीतल भइरहेको छ सो एकदमै रमाइलो भइरहेको छ हाम्रो सटरडे सन्डे आजभोलि काम एकदम डाउन छ यहाँ चाहिँ चुनावदेखि लिएर विभिन्न किसिमका हुँदैछ जसले गर्दाखेरि पनि चाहिँ यो काम कम छ भन्ने कुराहरू पनि आउँछ सुन्नमा अनि पछाडिपट्टि हो पारिपट्टि हेर्नु त एउटा काठमाडौँको नौतले धरहरा चाहिँ यता पनि रहेछ हो पारी यो धरहरा भन्दा नि यो चिम्नी हो या अथवा केही भट्टीको त्यस्तो केही माथि धुवा फ्याँक्ने हो कि के हो है त्यस्तो खालको यो या कोही टावर हो कि त्यो त्यस्तो के उद्देश्यको छ है त्यो ठ्याक्कै थाहा भएन ल यता हेर्नु सबै चाहिँ फुलहरू चट्ट फुलै फुल छ है ल एकदमै राम्रो छ सो आजको दिन पुरै लगभग हामीले यतै बितायौँ भनौँ न त्यसो भन्दा फरक पर्दैन सो यतापट्टि चाहिँ ल हेर्नुहोस् यता व्हाइट कलरको रोड छ रोज ल यतापट्टिको यता बनावट हेर्नु यो चाहिँ अझै फरक खालको छ ल ओके गाइज यो नै रह्यो कम्प्लिटली आजको चाहिँ विशेष यो फुलै फुलको बगैँचामा हजुरहरूलाई आइ एम ट्राइङ टु सेयर विथ यु सो गाइज हजुरहरूलाई कस्तो लाग्यो सो जस्ताको तस्तै भन्न चाहिँ नबिर्सिनु होला पक्कै पनि कमेन्ट गर्नु होला भन्न चाहन्छु देयर इज अल्सो रेड रोज सो यु क्यान सी गाइज सो देन अब हजुरहरूलाई यताको भाग एकैछिन यो पानी अहिले चाहिँ स्टप गरेको छ कि यो फुवारा यसले चाहिँ गर्दाखेरि अहिले अझै फुवारा भयो त झन् मजा हुन्थ्यो सो एनिवे अब यो टाइम टु टाइमको कुरो भयो सो स्टप भइसक्यो त्यसले गर्दाखेरि पनि हजुरहरूलाई यो अहिले ठ्याक्कै पानीको फुवारामा चाहिँ अलिकति भएन जो शीतल छ कुल डाउन छ अहिले ल हेर्नुहोस् यतापट्टि चाहिँ यो पुरै होसु भनेको ताल छ ल हेर्नुहोस् यो फेवा ताल भयो ल यता हेर्नु है यो बुलबुले ताल हो ल हेर्नुहोस् यतापट्टि चाहिँ छ स्पेसल धरहरा है यस्तो राम्रो ठाउँ छ यही ठाउँलाई चाहिँ मिलाएर अझै चाहिँ मान्छेको चाहिँ के भन्दाखेरि डिजाइन मान्छेको जुन आइडिया त्यसले गर्दाखेरि ठाउँहरू अझै विशेष बन्न जान्छन् अनि यता पारिपरि सब यो देखिएका अग्ला 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 यहाँ बिल्डिङ छ यहाँ मान्छेहरूको बसोबास छ सो त्यो मान्छेहरूलाई चाहिँ अब अलिकति एउटा खुला आकाशमा रम्नको लागि रिफ्रेस गराउनको लागि यता चाहिँ यो खङन यानि कि पार्कको व्यवस्था गरिएको छ है ल आजभोलि यो बसन्त भएको कारणले गर्दाखेरि इन आवर कन्ट्री अल्सो नेपाल सो देयर इज अल्सो ग्रिन है जताततै ग्रिन चाहिँ छ भनेदेखि यहाँ पनि यो मौसमको ऋतुहरू सेम सेम पर्न गएको कारणले गर्दाखेरि यहाँ पनि एकदमै मौसम यस्तो हराभरा छ सो गाइस सो हाम्रो साथीहरू अगाडि गइसक्नु भएको छ विशेष गरी आई एम ट्राइङ टु सेयर विथ द भेरी ब्युटिफुल फ्लावर रोजहरू सो वाट एभर यु लाइक गाइस सो डोन्ट फर्गेट टु कमेन्ट भन्न चाहन्छु र आई वान्ट टु स्टप माई भ्लग हियर सो थ्याङ्क यू फर वाचिङ भन्न चाहन्छु गाइज ओके थ्याङ्क यू भेरी मच